यदि कसैले तपाईलाई आफ्नो दुश्मनको रूपमा देख्दैन भने बुझ्नुस् तपाईँ त्यति महत्त्वपूर्ण हुनुहुन्न। यदि कसैले तपाईको पछाडि कुरा काट्दैन भने बुझ्नुस् तपाईँ त्यति समय सान्दर्भिक हुनुहुन्न। यदि कसैले तपाईको फाइदा उठाउन खोज्दैछ भने बुझ्नुस् तपाईँ मूल्यवान हुनुहुन्छ। र यदि कसैले तपाईको खुट्टा तान्दैछ अथवा तपाईलाई तल देखाउन खोज्दैछ भने बुझ्नुस् तपाईँ त्यो खुट्टा तान्ने अथवा तल देखाउन खोज्ने व्यक्तिभन्दा धेरै माथिल्लो स्तरको हुनुहुन्छ। हरेक आलोचनाहरू, हरेक शङ्का अनि सन्देह र हरेक कुरा काट्ने व्यक्तिहरू तपाईका शत्रु होइनन्। वास्तवमा ती त तपाईका सच्चा प्रशंसक हुन्। आलोचना भनेको छद्म रहेको, फरक स्वरूपमा रहेको एक किसिमको सच्चा प्रशंसा हो।